साँझ करिब 6:15 बजे चाहिँ हामी यहाँबाट गंगाजीमा नौका विहार गर्ने तयारीमा छौं। एउटा सानो ढुङ्गा हामीलाई चढाउनको लागि यहाँ घाटतिर आउँदैछ। र सन्ध्या आरतीको हामी गंगाजीबाटै दर्शन गर्छौं। मलाई लाग्छ सबैभन्दा सजिलो र एकदमै रमाइलो पनि त्यो दृश्य हुनेछ। घाटबाट अलि पछाडिबाट र अथवा माथि कुनै घरबाट बसेर दर्शन गर्नुपर्छ गंगा आरतीको भने यसरी ढुङ्गाबाट चाहिँ गर्दा प्रत्यक्ष अगाडिबाट हेर्न पाइने हुनाले चाहिँ यो एकदमै सुन्दर र रमणीय दृश्य हुनेछ सन्ध्या आरतीको। हाम्रो टोली चाहिँ एकदमै खुसी छ, एक्साइटेड पनि छ। र हाम्रो बोट चाहिँ यहाँसम्म आइपुगिसकेको छ। हामी बिस्तारै यहाँबाट चढ्दैछौँ। बाबु सबैभन्दा हतार गरेको छ। ल बाबु चप्पल लगाऊ, आफ्नो चप्पल लगाऊ। लाइफ ज्याकेट हामी लगाएर र जसलाई लाइफ ज्याकेट लाउने इच्छा छ उहाँहरू लाउनुहुन्छ, जसलाई इच्छा छैन उहाँहरू लाउनुहुन्न। म पनि चढेँ। हर हर गंगे। 900 रुपया दुकान पान ना आवे का। अब वो में पूरा जाइए। र हामी चाहिँ यहाँ ढुङ्गामा बसिसकेका छौँ। अब नाविकले यो ढुङ्गा स्टार्ट गर्ने क्रममा छन्। यहाँबाट घाटको दृश्य देख्न सकिन्छ। अग्ला घरहरू, पुरानो पौराणिक घरहरू एकदमै रमणीय। अब सम्भवतः मेरो आवाज सुनिँदैन होला र दृश्य मात्रै म देखाउने प्रयास गर्छु। चिसो हावा चलिरहेको छ। म्यामले पनि यता दृश्य सेयर गर्दै हुनुहुन्छ। यहाँबाट चाहिँ म अगाडि फर्किने प्रयास गर्छु। र ढुङ्गाबाट अघिल्तिरको दृश्य, अरू ठुला ढुङ्गाहरू पनि आउँदैछन्। साँझ पर्दैछ बिस्तारै। ठुलो ढुङ्गा हामीले एक तरफ गएर अगाडि बढ्दैछौँ। यो सम्भवतः सरकारी प्राधिकरण लेखेको छ, त्यो सरकारी ढुङ्गा हो। त्यही आकारको लगभग अर्को ढुङ्गा पनि आउँदैछ, त्यहाँ देख्न सकिन्छ। यति आनन्द आइरहेको छ। शब्द बाबु इन्जोय गर्दै हुनुहुन्छ। उहाँको पछाडि यस्तो राम्रो ढुङ्गा देखिरहेको छ। साँझ पर्न लागेको छ। यहाँ घाटमा चाहिँ बिस्तारै बत्तीहरू बल्दैछन्। सम्भवतः यही क्षेत्रमा सन्ध्या आरती हुने स्थान हो। अगाडि बढ्दैछौँ हामी। अलिकति अगाडि अर्को घाटमा सन्ध्या आरती हुन्छ होला।
दृश्य, साँझको समय चिसो चिसो हावा, हामी नौका विहारमा मजा लिइरहेका छौँ। यहाँ सम्भवतः नेपाली पशुपति मन्दिर पनि छ, देख्न सकिन्छ। हजुर, पशुपतिनाथ, ललिताघाट र वृद्धाश्रम तीनवटै एकै ठाउँमा रहेछ। सम्भवतः भोलि हामी त्यहाँ पुग्नेछौँ। गंगा आरती को अद्भुत दृश्य अब यहाँ शुरुआत हुँदैछ, हेर्न सकिन्छ। घाटमा दर्शनार्थीहरू ढुङ्गामा ठुलो संख्यामा यहाँ हाम्रो वर्गमा देखिएका छन्। आरतीभन्दा अगाडिको दृश्य हो। यहाँ पाठ चल्दैछ र हामी समयअनुसार 7 ठाउँमा 7वटा ब्राह्मणले चाहिँ त्यहाँ अहिले आरती गर्दैछन्। त्यहाँ भक्तजनहरूको बाक्लो भिड त्यहाँ लागिसकेको छ। त्यहाँभन्दा बढी भिड यहाँ अगाडिबाट त्यो आरतीको दृश्य हेर्नेहरूको भिड चाहिँ यहाँ देख्न सकिन्छ। छेउछाउमा यहाँहरू देखाउनुहुन्छ।